Hello guys, welcome back to my YouTube channel. Welcome back again. म चाहिँ आज भोइस ओभर गरेर भिडियो बनाउँदैछु। भिडियोलाई सुरु गर्नुभन्दा पहिला लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। मैले चाहिँ आज के बनाउन लागिरहेको छु भनेसी यहाँ मुस्ताङमा जाडोमा खाने फापरको आलुङको भन्छ जसलाई हामीले जाडोमा एकदम जाडो महिनामा खाइन्छ आलुङको बनाउँदैछु। फर्स्टमा मैले पानी लिएर तताउन लागि त्यसमा मैले नुन अनि बोसो जुन चाहिँ याकको बोसो हाले अनि मैले पानी तताउन राखिसकेपछि आफ्नो हातहरू धोए। हातहरू अलि फोर्थे, हातहरू धोए अनि हात धोएर म पिठो मुछ्नतर्फ लागे। यसरी मैले पिठो मुछ्दै थिएँ अनि एउटा कुरा भन्न मन लाग्यो कि भोइस ओभर गरेको किन भन्दाखेरि मलाई फेस देखाउन मन लागेन। त्यसैले अनि सुन्दरता मनको हुनुपर्छ अनुहारको होइन भन्ने यातायात त्यही भएर मनदेखि यो भिडियो बनाउँदैछु, हेरिदिनु होला। मलाई चाहिँ यो पिठो मुछ्न अलि झ्याउ टाइपको लाग्छ, हातैभरि लागेको थियो कि हेर्नुहोस् कसरी लागेछ भनेर तपाईँले पनि देख्न सक्नुहुन्छ। फाइनली मैले चाहिँ पिठो मुछिसकेँ अनि एउटा साइडमा चाहिँ पानी उम्लिसकेको थियो। त्यो पानीमा हाल्दै गर्दाखेरि मैले डाडुले पनि अलिअलि चलाएँ, मिक्स गरेँ अनि फाइनली मैले त्यो बनाउन सकेपछि फाइनली मैले आलुङको बनाउन सकेपछि त्यसलाई मजाले पाक्न दिएँ। पाकिसकेपछि मैले त्यसको नुन टेस्ट गरेँ। नुन कतिको लागेको छ छैन आफ्नो इच्छा अनुसार फेरि एड गरेँ। पाकिसकेपछि मैले सबैजनालाई दिएँ। आफू पनि यो सुन्दर भ्यू हेर्दै खानतर्फ लागेँ। थम्बनेलको लागि फोटो खिच्छु भनेको त काम नै बिगारे मैले। अहिले चाहिँ यो अर्ग्यानिक टाइपले बनाउनु भएर नुन, बोसो, तेल अनि पिठो मात्र हाले। अरू धेरै कुराहरू पनि एड गर्न सकिन्थ्यो तर मैले गरिनँ, त्यत्तिकै मिठो भइरहेको थियो। भोइस ओभर गरेर भिडियो बनाउनु मेरो रहर हो तर एडिट गर्नु एकदम गाह्रो हुने रहेछ भोइस ओभर गरेर। यो च्याङ्ग्राको पारा भने म चाहिँ दिनभरि खेतमा राखेँ, खानु छैन। अहिले घर लग्न लाग्यो त घाँस खाएर दुब्लो छ। 1-2 महिना भइसक्यो यसलाई घरमा राखेको किनेर। कहिले हो मोटाउने त। घाम पनि बुर्यो। आजको भिडियो यही इन्ड गर्न चाहे। थ्याङ्क यू सो मच। यहाँसम्म भिडियो हेरिदिनु भएको छ भने